साथीहरू अब चाहिँ मेरो लन्च खाने टाइम भयो हैन। ढिलो पनि भयो किनभने पानी परेर बाहिर पनि निस्किनु सक्दैन हैन। लन्च पनि ढिलो, नास्ता ढिलो खाँदै, त्यही भएर लन्च पनि ढिलो खाँदैछु हैन। योमा चाहिँ लन्चमा के छ भन्दा प्योर भेज हो। आज चाहिँ भात छ हैन साथीहरू। यो भयो तपाईँको बन्दाकोपीको सब्जी, यो भयो फुलकोपीको सब्जी, यो दाल भयो। यो चाहिँ साइडमा मिक्सचर अचार चाहिँ खानुपर्छ साथीहरू। अर्को अमिलो भिटामिन सी चाहिँ लिनुपर्छ अरे। मिक्सचर अचार छैन भने पनि निम्बुहरू लिँदा हुन्छ। अलिकति भात कम्ती गर्छु साथीहरू, कम्ती खाँदैछु अहिले खानाहरू। बेसी खाना खाएर क्या जिउहरू लाग्दो रहेछ हो, त्यही लागि भात चाहिँ एकदम कम्ती गरेको छु अहिले। अस्तिको भन्दा चाहिँ म धेरै कम्तीहरू खान्छु र मेरो वेटहरू पनि अहिले त घटेको छ पहिलेको भन्दा हैन। पहिले त मेरो 68 कि कति भएको थियो हैन साथीहरू। अहिले चाहिँ म 65.7 छु पहिलेको भन्दा हैन। अहिले म मर्निङ वक पनि गर्छु, हिँड्छु पुरा प्राय जस्तो हैन। त्यही भएर वेटहरू घट्दो रहेछ। र साथीहरू तपाईहरु पनि वेट घटाउनुहोस्, अलिक वक गर्नुहोस् हैन। मर्निङ वक गर्नुहोस्, भ्याएन भने इभिनिङ वक पनि गर्नुहोस् र आफ्नो फिगरहरू चाहिँ मेन्टेन गरेर राख्नुपर्छ हैन। बेसी वेट भए पनि त्यसलाई राम्रो भन्दैन र ठिक्कको हुनुपर्छ वेटहरू चाहिँ। साथीहरू म चाहिँ खानु सुरु गरेँ किनभने साह्रै ढिलो भयो नि त आज हैन। त्यही भएर भोक लागिसकेको छ। सब्जीहरू पनि मनपर्छ, सब्जीहरू खाउँ। हुन्छ साथीहरू, खाना खाइहाल्छु ल।